महिन्द्राको 2 टन भार क्षमताको बोलेरो म्याक्स पिकअप सार्वजनिक। सुदूरपश्चिमको धनगढीमा महिन्द्राले 2 टन भार क्षमता भएको नयाँ बोलेरो म्याक्स पिकअप सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक विक्रेता अग्नि समूह अन्तर्गत अग्नि इन्कर्पोरेटेड प्रणालीले धनगढीका लागि आधिकारिक विक्रेता ठाकुर मोटर्स प्रणालीसँगको सहकार्यमा विशेष समारोह मार्फत उक्त गाडी सार्वजनिक गरेको हो। चैत्र 23 गते आयोजित कार्यक्रममा कम्पनीका उच्च अधिकारी, स्थानीयवासी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा महिन्द्राका प्रतिनिधिहरूले यस गाडीले नेपाली बजारमा साना व्यावसायिक शहरी साधनको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्। नयाँ पिकअप 2 भेरिएन्टमा उपलब्ध गरिएको छ। 1.7 टन क्षमताको पहिलो भेरिएन्टको सुरुवाती मूल्य 29,95,000 रुपियाँ निर्धारण गरेको छ भने 2 टन क्षमताको दोस्रो भेरिएन्टको मूल्य 32,95,000 रुपियाँबाट सुरु हुने जनाएको छ। यी दुवै भेरिएन्टका सामान्य ढुवानीदेखि अन्तर शहर ढुवानीसम्मका लागि उपयुक्त मानिएका छन्। कम्पनीका अनुसार उच्च भार वहन क्षमता, इन्धन दक्षता, मजबुत संरचना तथा सुरक्षित र सहज सञ्चालनका कारण यो गाडी नेपाली भौगोलिक अवस्थाका लागि उपयुक्त छ। उबडखाबड तथा पहाडी भागमा समेत सजिलै सञ्चालन गर्न सकिने विशेषता यसमा समावेश गरिएको छ। यस पिकअपमा आधुनिक डिजेल तथा सीएनजी इन्जिन विकल्प उपलब्ध छन्। 10 मिटरसम्म लम्बाइ भएको काग्रो भाग, फराकिलो पाङ्ग्रा दूरी, बलियो चेसिस र उच्च गुणस्तरीयका धातु सामग्रीको प्रयोगले गाडी थप टिकाउ र भरपर्दो बनाएको कम्पनीको दाबी छ। 2 टन क्षमताको भेरिएन्ट निर्माण कृषि तथा अन्य भारी ढुवानीका लागि उपयुक्त रहेको छ भने 1.7 टन क्षमताको भेरिएन्ट फलफुल तथा तरकारी जस्ता हल्का तथा मध्यम ढुवानीका लागि लक्षित गरिएको छ। महिन्द्राले यो पिकअप मार्फत नेपालको बढ्दो ढुवानी तथा लजिस्टिक आवश्यकतालाई सम्बोधन गर्ने विश्वास लिएको छ। साथै आगामी दिनमा देशका अन्य प्रमुख शहरमा समेत यस गाडी सार्वजनिक गर्ने योजना रहेको 5-7 प्रदेशका प्रमुख गोकुल खरेलले जनाएको छ। सन् 1945 मा स्थापना भएको महिन्द्रा समूह विश्वका एक अग्रिम बहुराष्ट्रिय कम्पनीहरू मध्ये एक हो, जसको उपस्थिति कृषि, सवारी साधन, सूचना प्रविधि, ऊर्जा तथा वित्तीय सेवा लगानीमा विभिन्न क्षेत्रमा फैलिएको छ।